अझै पनि बिग्रिया छैन। अस्ति सेप्टेम्बर 10 मा नबनेको कुरा, त्यति बेला जेएनजीले मिस्टेक गरेको कुरा अहिले पनि करेक्सन गर्ने टाइम छ। चुनावभन्दा अगाडि करेक्सन गर्ने टाइम के हो भने एउटा गोलमेज सम्मेलनमा बसौँ। गोलमेज सम्मेलनमा के बस्छौँ भने कोही राजा होलान्, कोही प्रदेश खारेज गर्ने होलान्, कोही के होलान्, के होलान्, सबै एक ठाउँ छ। दुईटा एजेन्डामा सहमति गरौँ। अहिले यो देशको संसद पूर्ण समानुपातिक बनाऊ र प्रत्यक्ष कार्यकारिणी मोडलको चुनाव प्रणालीमा लैजाउँ। त्यसको निमित्त संविधान संशोधन गर्नुपर्ने जरुरी छ। यो दुईवटा एजेन्डा मिल्ने जति सबै एक ठाउँ आउँ। प्रधानमन्त्री को हुने बहस होइन नि। अहिले प्रधानमन्त्री नराम्रो भएर बिग्रेको या राम्रो भएर राम्रो हुन्छ होइन, यो देशको सिस्टम बिग्रेर हो। त्यसले गर्दा एउटा गोलमेजमा बसौँ र बहस गरौँ, छलफल गरौँ र त्यो छलफल गर्दाखेरि त्यो पक्षधरहरूले एउटा साझा श्वेतपत्र जारी गरौँ, समझदारी गरौँ। हामी चुनाव जितेको भोलिपल्ट यो देशको संविधानमा संशोधन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत हामी संसदहरू निर्वाचित गर्छौँ। प्रत्यक्ष कार्यकारिणी चाहिँ प्रणाली मार्फत हामी देशको शासकीय व्यवस्थामा परिवर्तन ल्याउँछौँ, त्यो मार्फत सुशासन ल्याउँछौँ भन्ने कुराको साझा सहमति गरौँ र त्यो सहमतिका लागि साझा चुनाव लडौँ। त्यसो भयो भने दुईटै आउँछ। जो यो एजेन्डामा आउँदैनन् ती मान्छे पत्ता साफ हुन्छन्, हार्छन् र एकीकरण आउँछ। तपाईँले अहिले 50वटा दल खोलेर प्रत्येक व्यक्तिलाई, अब कसैलाई उज्यालो बनायो उज्यालो नेपाल, अर्कोलाई अँध्यारो बनायो अँध्यारो क्षेत्र, अर्कोले एउटा चाहिँ सिँचाइमा काम गर्यो कृषि प्रधान नेपाल, यस्तो कल्पना गरेर यो हावादारी कल्पना गरेर जसलाई मैबाट संसार सुरु हुन्छ भने जस्तो अहङ्कारबाट चाहिँ के पनि परिवर्तन आउँदैन होइन। त्यो कुनै पनि व्यक्ति के जोसुकै लोकप्रिय होस्, त्यो लोकप्रिय व्यक्ति एउटाले म बदल्छु, एउटाले म सबै यो आजको संविधान चेन्ज गर्छु भनेर चाहेर चेन्ज हुँदैन। त्यसले गर्दा यदि हामीले यी सबै कुरा अहिले हामीले जसलाई आरोप लगाइरहेका छौँ नि, जस्तो तपाईँले मलाई भनिराख्नुभयो, म भन्दै गर्दा कुलमानजीले अर्को पार्टी खोल्नुभयो भनेर, कुलमानजीको व्यक्तिगत कुरामा मेरो के पनि होइन, उहाँले पार्टी खोल्न नि पाउनुहुन्छ, सबै गर्नुहुन्छ। रविजीले एउटा पार्टी खोल्नु भयो होला, भालेनजीले खोल्नु होला, अर्को हर्कजीले खोल्नु भएको छ, अरू आउलान्। यो सारा कुराप्रति यो लोकतान्त्रिक अधिकार हो, पाउँछ। तर राजनैतिक उद्देश्यप्रति हामी केन्द्रीकरण हुने हो भने निकास दिनुपर्ने हो नि। निकास दिनलाई दुईटै मत चाहिन्छ के। दुईटै मत ल्याउनको निमित्त हामी समझदारीको पोलिटिक्स नगरिकन त्यो हल गर्न सक्दैन। त्यो हल गरेको दिन त तपाईँ सत्तामा जानुहोस्, सत्तामा गएपछि तपाईँ को आउनुहुन्छ के, हर्कजी आए नि आउनुहोस्, कुलमानजी आए नि आउनुहोस्, अर्को आए पनि आउनुहोस् 5 वर्ष गजबको शासन गर्नुहोस्, अनि सुशासन कसरी ल्याउने भन्ने डन्ठा लाउनुहोस्। तपाईँलाई कसैले किचकिच पनि गर्दैन, तपाईँकै हितका लागि कुरा गरे हो नेपाली कम्युनिस्ट पार्टीले, यदि तपाईँले पोजिटिभली बुझ्ने हो भने हैन। यहाँले जुन भन्नुभयो नि प्रत्यक्ष निर्वाचित चाहिँ कार्यकारी र पूर्ण समानुपातिक संसद बनाऊ भनेर जुन भन्नुभयो, यसले चाहिँ निकास दिन्छ, स्थायित्वको कुरा, सुशासनको कुरा दिन्छ भनेर बताउँदै गर्दा, यदि त्यसमा चाहिँ पूर्ण समानुपातिकको संसदको एक खालको अङ्क र प्रत्यक्ष निर्वाचितमा चाहिँ अर्को खालको आयो भने त्यति बेलाको स्थितिमा चाहिँ अहिले जे खालको देखिराखेको छ, एउटै त्यो संसदमा जसको बहुमत हुन्छ उसकै सरकार बन्दै गर्दाखेरि त बेला बेलामा जुन खालको संसद र सरकार बिच टकरावको जुन स्थिति देखिन्छ, त्यो खालको स्थितिमा चाहिँ यो झन् अन्यल जस्तो दैनन्दिनका कामहरू, सरकारले गर्नै पर्ने कामहरू, कानुन निर्माणदेखि अन्य कुरा, बजेट पासदेखि अन्य कुराहरूमा नि झन् अल्मलिने खालको स्थिति। अनि त्यसमा चाहिँ संसद आफ्नो ढङ्गले ऊ पनि निर्वाचित भएर आएको, अर्कोतर्फ चाहिँ कार्यकारी पनि आफू पनि निर्वाचित भएर आएको, कोसँग दब्ने भन्ने हिसाबले फेरि त्यो टकराव जस्तो, वैधताको सङ्कट जस्तो त्यो स्थिति आउँछ भन्ने लाग्यो होइन। अब अहिले हामीले तपाईँले उठान गरेको विषय लगायतका अरू विषय पनि योसँग जोडिएर जेन्युनली उठेका छन्। तर मेरो कुरा के हो भने संवैधानिक स्थायित्व दिनको निमित्त पहिला गोलमेजमा बसौँ, त्यस पछाडि हामी प्रत्यक्ष कार्यकारिणी र संसद बीचको सम्बन्ध र यदि ऊ अटोक्र्याट भयो, अझ नेपाललाई नै हामिङ गर्ने प्रकृतिको डिसिजन गर्ने लेभलमा गयो भने त्यसलाई नियन्त्रण गर्ने मोडालिटी के हो भन्ने बारेमा बहस गरौँ। यो बहसमा मैले एउटा विकल्प के बहस गर्ने गरेको छु आजभोलि भने स्विस मोडालिटी चाहिँ हाम्रो लागि एउटा विकल्पको बहस हुन सक्दो रहेछ। कस्तो भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली, त्योबाट संसद छान्ने, संसदले चाहिँ प्रधानमन्त्री छान्ने होइन मन्त्री छान्ने। जस्तो चाहिँ हाम्रो 15वटा मन्त्रालय हामीले फिक्स गऱ्यौँ भने 15वटा मन्त्री छान्ने र त्यो मन्त्रीहरूले प्रधानमन्त्री छान्ने। यदि प्रधानमन्त्रीले गडबड गर्नुभयो र त्यहाँ प्रधानमन्त्रीमा चाहिँ गडबड भयो भने मन्त्रीले पनि हटाइदिन सक्यो, नम्बर 1। यदि फेरि मन्त्रीले पनि अझ गडबड गर्ने स्थिति भयो भने संसदले मन्त्री नै तानिदिन्छ। तर एउटा मन्त्री या प्रधानमन्त्री छान्दाखेरि त्यो 15वटा मन्त्रालय विघटन हुँदैन। त्यसले गर्दा त्यो शासन प्रणालीमा प्रधानमन्त्री मात्रै अस्थिर भयो भने होइन नि, सबै व्यवस्थै अस्थिर भयो नि, हाम्रो त संरचनै अस्थिर भयो नि। त्यसले गर्दा 15वटा मन्त्रालय मात्रै, एउटा प्रधानमन्त्री जाँदा 14वटा मन्त्रालय बाँकी नै बस्छ।
र त्यसको निमित्त नयाँ मन्त्री चुनिएर जान सक्छ, अर्को प्रधानमन्त्री उसले छान्न सक्छ। त्यसले एउटा सहमतीय पोलिटिक्स पनि हुन्छ त्यसमा, किनभने कुनै न कुनै रूपले चाहिँ पूर्ण समानुपातिक भने सहमति हो। त्यो सहमति प्रणालीबाट हामीले त्यसलाई लैजाने र फेरि राज्य व्यवस्थाको पनि स्थायित्व हुने, त्यहाँ गडबड नहुने व्यवस्था पनि हुनसक्छ। यस्ता मोडलहरू अन्यत्र अभ्यास गरेका कुराहरू पनि अध्ययन गरौँ, नेपालको मौलिकतालाई पनि अध्ययन गरौँ र नेपालको मौलिकतासहित छलफल गरेर जाँदाखेरि लोकतन्त्रमा चाहिँ कम्प्रोमाइज नगरौँ, कुनै तानाशाहको बारेमा कल्पना नगरौँ होइन। यस्तो कुरा गर्दै गर्दा कहिलेकाहीँ राजावादीहरू पनि यसो चाहिँ आफ्नो चाहिँ स्वाद मिठाइहाल्ने, जिब्रो मिठाइहाल्ने गर्छन्, त्यस्तो नगरौँ। र अहिले लोकतन्त्रभित्र यी विकल्पहरू खोज्नको निमित्त प्रगतिशील चाहने, प्रगतिशीलता चाहने जति पनि अहिले आएका नयाँ पुस्ता, नयाँ जेएनजी, यो प्रति घात नगरिदिनुहोस्। म ककल्लाई घात नगरिदिनुहोस् भन्छु भने कुलमानजीले कुरा नबुझ्नु भएको छैन। तपाईँ उमेरले 60 पुग्न लागिसकेका मान्छे हो, जेएनजीको नाम लिएर घात नगर्नुहोस्। हर्कजी एउटा आन्दोलनबाट आउनु भएको छ, तपाईँले अलि अरूभन्दा परिपक्व हुनुपर्छ। तपाईँले पनि त्यो कुरामा चाहिँ घात नगर्नुहोस्। तपाईँको पूर्वतिर सबैतिर तपाईँलाई आउने मत जब आयो 5-10 सिट आउला, त्यसमा धेरै ठुलो कुरा केही हुँदैन होइन। बालेनजीले तपाईँ चाहिँ एकदम भित्र बसेर स्ट्याटस मात्रै लेखेर यो कुराप्रति तपाईँ अनुत्तरदायी नहुनुहोस्। रविजी तपाईँको एउटा प्रकृतिको चाहिँ फ्यान फलोवर्सहरूको चाहिँ एउटा सेलिब्रेटी हुनुहुन्छ, तपाईँले सेलिब्रेसन गरेर नबस्नुहोस्। यो बेला हो होइन। यसको निमित्त तपाईँ जेएनजीको नाम लिएर तपाईँमाथि पनि प्रश्न उठ्छ। यदि यसलाई एउटा निष्कर्षमा पुर्याउनु भयो भने एउटा कुरा हो, निष्कर्षमा पुर्याउन पहल लिनु भएन भने भोलि तपाईँमाथि धेरै प्रश्न उठ्नको निमित्त जेएनजी आन्दोलनमै पनि आधार छ। झन्डै 22 जना चाहिँ मान्छेको निधन त जेलबाट निस्किने कैदीहरूको, त्यो कैदी कसरी चाहिँ मरे भने त्यो 76 जनामा 22 जना त ती कैदी मरे हो। त्यो कैदी तपाईँ निस्किन थालेपछि भयो, यो चार तपाईँलाई पनि लाग्छ। तर यी सारा जे भयो त्यो असन्तुष्टिको बिचमा भयो। तपाईँले त्यो जेएनजीको नामप्रति अनावश्यक पोलिटिक्स नगर्नुहोस्। हामीलाई आरोप लाउनु भयो, काङ्ग्रेस, एमाले, माओवादी, आजको नेपाली कम्युनिस्ट पार्टीहरूलाई तपाईँले आरोप लाउनु भयो भने तपाईँ चाहिँ कम्तीमा त्यो आरोपबाट मुक्त हुनुहोस्। तपाईँहरू नयाँ जेनेरेसनको जो नेतृत्व गर्छु भन्नुहुन्छ, तपाईँहरू एक ठाउँमा आएर एकताको राजनीति गर्नको निमित्त प्रयत्न गर्नुहोस्। संवैधानिक निकास दिनको निमित्त परिपक्व कुरा गर्नुहोस्। परिपक्व चाहिँ एक ठाउँ बस्ने कुरा गर्छ। हामी त गरिरहेका छौँ। हाम्रा बिचमा सारा वाद विवादका बावजुद हामीले कम्युनिस्ट पार्टीहरूको एकताको एउटा अभियान चलाएका छौँ। साना हुन्, कमजोर हुन्, उनीहरूको जनमत होस् या नहोस्, तर धेरैवटा चाहिँ यो फ्याक्टरहरू बनाएर धेरैवटा चाहिँ पार्टीको चाहिँ एउटा ब्यानर मात्रै बोकेर नबसौँ, एक ठाउँ आउँ भनेर हामीले प्रयत्न गरेका छौँ। त्यस कारण गरौँ भन्ने हो। अझै पनि